हेलो हेलो हेर्नुहोस् मेरो चाहिँ आज रेस्टुरेन्ट सिधेर बाख्रा हेर्न आइरहेको छु अनि त्यही भएर आज 4वटा बाख्रा किनेको छु अनि सिधेर हेर्नु न। वाउ यसको बच्चा यो चाहिँ बिचारा आमा नभएको एक्लै टुरी खाँदैछ। यो चाहिँ मेरो आफ्नै छोरी जस्तै हो। कति खाएको खाऊ 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 अनि उता सेक्रेटरीहरू सुतिरहेको छ हैन। यो 4टा किनेको त्यही भएर अब चाहिँ एउटा भ्लग बनाउनु मन लाग्यो चम्पा दिदीलाई रेस्टुरेन्ट सिधेर है त। हेर्नु न अब यस्तै त नि गरिब दुखीको। उता फेरि बहिनीलाई भ्लग नबनाएको भन उहाँ है भन्दैछ गरिब दुखी भन्दैछ हो। अनि त्यहाँबाट यहाँनिर म त्यहाँ बनाउनु लागेको छु अब गोठाला हो अनि त्यही भएर अब बनाउँदैछु। ढुक ढुक्की नगर छ आज मेरो मुटु यति धेरै खुसी अब कहाँ राखौँ। यो चाहिँ हल्का यो बादलमा जोक गरिरहेको नि त कति रमाउँछु नि त म जहाँ पाएँ भने। आज हाम्रो मौसमहरू पनि राम्रो छ त्यसैले अब भाइ बहिनीहरूलाई छोराछोरीहरूलाई साथीहरूलाई धेरै धेरै सम्झिँदै आज चाहिँ यो भ्लग बनाइरहेको छु। माइन्ड नगर्नुहोस् ल। आउँदैछु। चुमु चुमु किन लाग्छ आज मेरो मुटु यति धेरै खुसी। हेर्नु न उहाँ कराएको उहाँ परबाट डाँडाबाट हो। हाम्रो त यस्तो रमाइलो छ कि हाम्रो गाउँहरू चाहिँ। अनि टिकटक भाइ बहिनी फ्रेन्डहरू अब सबैले लाइक गर्नु होला हैन। अब यो चाहिँ झापा वार्ड नम्बर 7 थियो। अब अहिले चाहिँ 8 भइरहेछ। उता बहिनी आफ्नै व्यस्तमा छ हो। उतापट्टि भाउजू आफ्नै व्यस्तमा छ। आज बजार जाने भन्दैछ अब के गर्ने कुनि। चुमु चुमु किन लाग्छ आज आफ्नै मुटु यति धेरै खुसी अब कहाँ राखौँ। अनि त्यही भएर गरिरहेको हो हामी चाहिँ। अनि सबैलाई सम्झेको छु। आज शनिबार पनि हो होइन। देखिहाल्नुभयो हाम्रो खुसीहरू। यता चाहिँ गाउँहरू हो पर चाहिँ मेरो रेस्टुरेन्ट हो। अनि यता चाहिँ उहाँ म्याडम साउनी हो कि नदेखाउ अरे यो फुलहरू टिप्न आइरहेको हो। यो फुलमा पनि फेरि मलाई टक्क सेल्की हान्नु मन लागिहाल्छ हो। बाबरी जस्तै हुन्छ हो। सुकेको नि हो होइन रहेछ मैले नि सुकेको। कस्तो राम्रो राम्रो फुलहरू फुल्छ हुन त कुनै दबाई नै होला होइन। हामी दिदी बहिनी छौँ मस्त छौँ कि हामी बाख्रा गोठाला हो नि त 2जना त्यही भएर यहाँनिर बाख्रा खेती। अनि के गर्नु त हो अब हाट बजार छ अनि बाख्रा खेती गर्नु पर्यो। अनि हेर्नु त यो फुलहरू कति राम्रो छ है। अनि अब दिदी बहिनीको अब यहाँनिर भ्लग हुन्छ। अनि कतिवटा बाख्रा किन्नुभयो त आज तपाईँले? मैले 2टा आधी 2टा 3टै भन्नु नि। अनि ला लजाएर नि जान्छ कि हाम्रो बहिनीहरू 2टा आधी पनि हुन्छ त। भ्लग बनाउनु लाज लाग्छ अरे त्यही भएर अनि भरे त हालिदिने हो नि फेरि यो भ्लग। किन नहाल्नु नि अनि भाइरल भएर चम्पादीले पैसा कमाउनु पर्यो नहाल्नु भन्दैछ कि। त्यो त भइहाल्छ नि 50-50 दिदी बहिनीको होइन। अनि त्यही भएर म चाहिँ यो सिनहरूको अब हिजो अस्तिसम्म काठमाडौँ थिएँ आज दिदी बहिनीहरूसँग रमाइरहेको छु। सुता बरु एकचोटि हो त नि आनन्द है। म पनि त्यहाँ छु। मेरो बहिनी फेरि हाम्रो यो चौतारी हो कि फेरि खाट भनेको हाम्रो चाहिँ फेरि सरकारहरूले केही दिएको छैन बालदेन दाजुभाइहरूले। अनि हाम्रो चाहिँ खाटहरू यस्तै छ है टुक्रा टुक्री बाख्रा सुत्ने। म पनि डर लाग्छ हौ अब यी खाटहरू पनि डेन्जर छ है खाट है। म पनि सुत्नु पऱ्यो होइन मलाई चाहिँ यो चाहिँ खाट हो है। त हो राम्रो। म चाहिँ यताबाट सुतेँ आयो है टाउको ठोकेला नै फेरि। चुमु चुमु किन लाग्छ आज आफ्नै रूप यति धेरै खुसी अब कहाँ राखौँ। मेरो चाहिँ बहिनी आफ्नै बहिनी हो कान्छी बहिनी हो। अनि त्यही भएर आइज न कति घरमा बस्छ अल्छी लाग्छ भनेर अनि यता बोलाएको। अनि अहिले रेस्टुरेन्ट गएर चाहिँ अनि बाख्रा हेर्नु न उहाँ चुने मुनेहरू बाख्रा चराउन आएको। उसलाई चाहिँ अल्छी लागेछ। हेर्नु न खाट उठाउने पनि एउटा हुनु पर्यो सुताउने। हाम्रो खाट त फोल्डिङ पनि हुँदैन डोजरको काट गाह्रो छ गाह्रो डोजर काट उठाउनै गाह्रो सुताउनु नि गाह्रो उठाउनु गाह्रो। देख्नु भने हाम्रो काट नेचुरल यस्तो दामी छ। ओ जाउँ नि जाउँ मैना
जाउँ उता गाईहरू छ जाउँ रेस्टुरेन्ट पस्दै जाउँ ल जानुपर्ने जाउँ न त किन नि जाउँ न हौ यार जाउँ न अनि तिनैजना जाउँ ल को भाउजू लु हिँड्नु त्यहाँ पुगेको छैन घरै पुगेको छैन जाउँ हामी कि खान जाउँ कि नो 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 वेन वान वाउ क्या वाउ देख्नुभयो हाम्रो बहिनी यस्तो दामी क्युट छ नि फेरि उडी उडी हिँड्छ मन चिया बारीमा डुली डुली हिँड्छ मन चिया बारीमा इन्द्रेणीको साथै रङ्गी चिया बारीमा यता हेर्नु न वाउ दामी छ इन्द्रेणीको साथै रङ्गी त हेर न एकचोटि चिया बारीमा उहाँ चाहिँ हाम्रो टिकटक भाइरल बहिनी हो त्यही भएर अनि उडी उडी हिँड्छ मन चिया बारीमा देख्नुभयो अगाडि बाटोमा ला यतैबाट म लड्छु त्यस्तोमा जान्न दोकान पुग्ने होला किन अनि यताबाट ल आजको भ्लग चाहिँ यति नै ल बाई